आमा यत्तिकै पिचबाट चाहिँ हिँड्नुपर्छ क्या जिन्दगीमा एकचोटि तल्लो भित्ता एकचोटि माथिल्लो भित्ता टक्क लाइसेन्स अब केटा तिमीले 8 कता हुन्छ भनेर सोध्नेलाई चाहिँ यो भिडियो है देख्न सकिन्छ कि 8 चाहिँ यही बेला काम लाग्छ ल अनि एकछिन चाहिँ हामी गणेश दाइको ग्यारेजमा छिटो जानु त फेरि मजै लाग्दैन जानै मन लाग्दैन गणेश दाइको ग्यारेजमा नगएर के हाम्रो पछि एउटा होइन एउटा 150 चाहिँ हामीसँग रेस खेल्न आइरहेको छ तर So hello beautiful people, welcome back to my new another vlog. It's my vlog 7 हैन होप सबजना चाहिँ सन्चै आरामै छ होला अनि म नि एकदम सन्चै आरामै छु अनि आजको दिन आजको भ्लग चाहिँ हाम्रो यो तुलसीपुरको सिधै मेन रोड देखि स्टार्ट हुँदैछ सो त्यही हो अनि अब चाहिँ अहिले चाहिँ हामी चाहिँ खासमा चाहिँ घरतिर जान लाग्यो नि त अनि त्यही भएर यहाँदेखि चाहिँ टक्कसँग हामी मेन रोड हुँदै यो चाहिँ घोराई रोड भयो हैन घोराई रोडदेखि चाहिँ फर्किँदैछौँ कति एक ठाउँको भिडियो बनाउनु भन्दा अनि आज चाहिँ हामी टक्कसँग दुईजना मिलेर हैन म र मेरो साथी भएर चाहिँ हामी घर जाँदैछौँ अहिले चाहिँ घडीमा चाहिँ 4 बजिसकेको छ 4 बजीतिर चाहिँ आजको हाम्रो ब्लग स्टार्ट हुँदैछ केटा हो आमा यार अरू भन्दा पनि होइन अब आज चाहिँ के हुन्छ कता हुन्छ कतिको रैला हुन्छ कतिको मजा हुन्छ थाहा भइहाल्छ बाटो चाहिँ हिँडिरहेको तर हिँडिरहेको बाटो भए पनि नो अरे होइन किनभने अब हिँडिरहेको बाटोमा चाहिँ हिँड्न चाहिँ मजा नै आउँछ क्या अब तिन अगाडि देखिरहेको मान्छेलाई चाहिँ के होला फेरि यार सकेर होइन ल अब हामी चाहिँ लागिसकेको छ घरतिर अब यहाँदेखि चाहिँ हामी सिधै पेट्रोल पम्प जान्छौँ पहिले चाहिँ अनि पेट्रोल सेट्रोल फिल अप गरेर नन स्टप 1 2 3 वी आर फ्री भनेर कुद्नु पर्ने हुन्छ केटा हो हरन के भइरहेछ हो मेरो हरनले नै काम गरिरहेको छैन यार के भयो यस्तो मैले चाहिँ एकदिन के हरन बजाएको थिइनँ आज त हरनै नबजाउने भएछ यार भनेपछि अब बुझौँ न केही पनि मतलब भन्न खोजेको चाहिँ हरनलाई होइन है फेरि हो कि नै निद लागेको छ अरे यसो गरौँ म बाइक चलाउँछु त सुत अनि फेरि त बाइक चलाउँदा म सुत्छु हुन्न हिसाब किताब बराबर एम आई राइट के हाम्रो पछि एउटा होइन एउटा 150 चाहिँ हामीसँग रेस खेल्न आइरहेको छ तर कस्तो भनेको कता हरायो अहिले त हरायो ठिकै छ केटा हो ठिकै छ अब रेस खेल्नुपर्छ होइन वी विल एक्सेप्ट होइन कति र कसँग बोल्ला छु ला हात दुख्यो यार कसम भनेको तर मेरो चाहिँ ग्रिप चाहिँ हल्का टाइट छ नि त त्यही भएर हल्का हात दुखाइदिन्छ क्या ग्रिप चाहिँ चेन्ज गर्नु पर्ने भयो होइन बट के गर्ने यार बजेट प्रब्लम बुझ्दिउँ न होइन सबैजनाले ड्रोन चाहिँ हान्नुपर्छ क्या ठाउँ रुकेर टक्कसँग कसम ड्रोन चाहिँ हान्न त मन हो कि तर यस्तो ठाउँमा ड्रोन चाहिँ हानौँ किन हानौँ भनेर क्या म चाहिँ अहिलेसम्म हानेको बुझेन हौ तर बाटो त आयो होइन पिच हुनुपर्छ कम्तीमा भने यस्तो मजा आउँछ नि म चाहिँ राइड हान्नु यस्तो मजा आउँछ नि कसम भनेको तर नै यार पर्दैन यार बिचारा यार आमा अब जाने तलबाट हो सक्यो त हेलमेटै छैन त मा के भएको यार यति त नगर यार तर अनि यतिको रोड भयो भने चाहिँ मजा आउने क्या तर चलाउन चाहिँ होइन ओइ अगाडि के भन्यो सावधान निर्माण कार्य हुँदैछ अरे निर्माण कार्य चाहिँ कता हुँदैछ यार तर यताबाट चाहिँ कता भइरहेको ओहो यता फेरि पहिलाको आम्बो हो ल धन्यवाद केटा निर्माण कार्य त्यता भइरहेको रहेछ यत्रो ढुङ्गा खसालिरहेको रहेछ माथिबाट सकेर होइन फाइनली हामीलाई चाहिँ पछाडि भेटिसक्यो क्या फेरि केटाहरूले हामीलाई चेसिङ गरिरहेको छ क्या पुरा रेस हानिरहेको छ क्या हामीलाई कस्तो भनेको महाकाल केटाहरूले के सोचिरहेको छ यार कस्तो भनेको अति त्यो केटाहरूले ओइमा यहाँ पहिला आएछ यार तर अस्ति म हिजो जाने बेला थिएन यो डाँडो चाहिँ एकदम भाइरल हाम्रो डाँडो क्या मैले भाइरल गरिदिएको डाँडो हो यस्तै बेला क्या हामीलाई भेट्ने भनेको बुझेनस् सो अनि अब चाहिँ एकछिन चाहिँ एकदम बवाल छ होइन बाटो चाहिँ किनभने चाहिँ भर्खर बनेको होला हो नि त सो त्यही भएर एकदम मजा छ क्या त्यही भएर होइन मजा आउँछ तर यसमा कुदाउन कस्तो भनेको
चाहिँ कपुरकोट हाम्रो चाहिँ इन्ट्री भइसकेको छ। माथि त लास्ट हुत्सु बस्दैछ त्यहाँ, तर कस्तो भनेको के भएको यस्तो। एकचोटि चाहिँ यो ठाउँ चाहिँ जान मन छ मलाई, अब चाहिँ जानुपर्छ अर्कोचोटि नेक्स्ट टाइम होइन। अनि हामीलाई चेक गर्छ त भनेको, गर्दैन क्या यहाँ। अब यस्तो हुन्छ क्या, चेकिङ पनि अब कहिले कहिले मात्रै हुन्छ क्या, छड्के चेकिङ पर्छ क्या यहाँ चाहिँ होइन। अब त्यही हो, अब फेरि मैले अब यस्तो हो नि त, बुझ्न कुरो मिलाएर बिचरा हेर अहिले चिज लाग्यो त्यसले देखेर कहाँ गयो यार, त्यो बिचरा रोकेर सम्झाउनु पर्छ क्या यार त्यसलाई त यार, देखिन्न क्या। अब मेरो पनि हराउँछ है नबजा, अब त बिस्तारै जाऊँ होइन। टिसाउन यार, तर लास्ट क्या लास्ट होइन, कपुरकोट आइसक्यो हाम्रो चाहिँ। अब टक्कसँग देख्न सकिन्छ। अब यहाँदेखि चाहिँ हामी चाहिँ कम्तीमा पनि होइन 1.5 घन्टा 2 घन्टा त लाग्छ क्या कम्तीमा पनि। कममा है फेरि ढिलो, अब ढिलोमा चाहिँ 1.5 घन्टा भनेको मैले। अब छिटो भयो भने चाहिँ अलि छिटो पनि जान सकिन्छ फेरि। तर के भने बाटोको अवस्था चाहिँ अहिले देखिहाल्छ क्या, बाटोको अवस्था हेरेर फेरि मान्छे फेरि अहिलेमा हिँड्नै मन लाग्दैन। त्यही भएर होइन त, बुझेनौ? यहाँ कोही चाहिँ छैन, एकछिन है ल। अनि एकछिन चाहिँ हामी गणेश दाइको ग्यारेजमा छिटो जानु त फेरि मजै लाग्दैन कि, जानै मन लाग्दैन गणेश दाइको ग्यारेजमा नगएर। अब यता डिल भइरहेको छ हाम्रो दाइको फेरि। आया झर 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 अब दाइ के छ, यता नआएर त जानै मन लाग्दैन त, घर के भयो? आमा के हो, पुरै बाइक बनाइरह आज, पुरै बाइक बनाइरह। भिडियो भइरह नै छैन यार दाइ, लौ त ल ठिक छ। केटाहरू बल्ल बल्ल आइपुग्यो तर। ल माया छ दाइले पाटौँ ल, एकदम माया छ दाइलाई पनि। ल फेरि भेटेर गएर माने के छ र, हामी आइरहेको छौँ होइन। अनि बाइक चाहियो भने चाहिँ दाइसँग चाहिँ टन्न स्टकमा चाहिँ ल, 1 2 3 4 5 यो सबै हो यो यहाँ, यत्रो बाइक छ क्या पुरा, यत्रो स्टकमा छ होइन। चाहियो भने चाहिँ सिधै हाम्रो गणेश दाइले चाहिँ सम्पर्क गरौँ होइन टक्कसँग। बाइक खरिद बिक्री गर्न पर्यो भने कपुरकोट गणेश पोर्टललाई सम्झिनु पर्यो स्पेसली। अनि हाम्रो स्पेसल चाहिँ स्कर्पियो चाहियो भने चाहिँ फेरि होइन है टक्कसँग बुकिङको लागि चाहिँ। अहिले चाहिँ हामी हाम्रो गणेश दाइको ग्यारेजलाई चाहिँ बाई बाई भनेर होइन, यहाँदेखि चाहिँ निस्किसकेको छ। अब हामी जानुपर्ने हुन्छ एकदम रेगुलर होइन, किनभने अब यहाँदेखि चाहिँ निस्किसक्यो, अब लाग्छ क्या हामीलाई टाइम भनेको चाहिँ। अहिलेसम्म त थिएन नि त, अब आउँछ क्या अफरोड के भने चाहिँ अब थाहा हुन्छ कि। तर अफरोडको नाम चाहिँ अब देखिन्छ क्या होइन, कसम भनेको यस्तो अफरोड छ नि, यस्तो अफरोड छ नि कुरै छोडा म्या। तर फेरि खाइ अफरोड भन्नु अहिले चाहिँ नभनौँ है, किनभने अब अहिले चाहिँ एकछिन चाहिँ आएको छैन, किनभने अलि हल्का चाहिँ अगाडिसम्म चाहिँ पिच छ। अनि अब यो पिच पछि चाहिँ फेरि हामी त हेरेको हेरे ओइ। ल बोलेरो स्टप नामै कडक छ त यार, बोलेरो स्टप के साह्रो भएको। तर यता चाहिँ त लास्ट जस्तो लाग्दैन क्या होइन, के भयो किन के खोज्यो भने केटा यार के खसालिदिएर यार। तर अरे होइन बाबु फेरि के खसाल्यो के गरे बाबु तैँले, के गरे? आफ्नो भएको सामान पनि खसाल्न सक्दैनस्, आइमिन राख्न सक्दैनस्, खसाल्नुपर्छ बस। कस्ता 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 चिज खसाल्छ यार तैँले, यस्तै भयो नि त यार तैँले। आज तैँले फाइनली गएर होइन। अनि अहिले चाहिँ हामी चाहिँ के भन्छ, हाम्रो यो कपुरकोटदेखि माथिको उकालो काटेर त्योभन्दा अलिकति अगाडि आइसक्यो, भ्यू देख्न सकिन्छ यताको भन्ने हुन्थ्यो होइन। तर के गर्ने, यो हुस्सु लागेर होइन, हुस्सुले चाहिँ एकदम ल्याङ हात देख्न सकिन्छ कि, पन्जानलाई पछि हात यस्तो हुन्छ क्या अफरोडमा। 30सम्म अघिसम्म चिल्लो थियो होइन, यस्तो भइसक्यो क्या। यो फेरि भए हुन्न त्यस्तो, किनभने यसमा यो ग्रिप छ नि, यो चाहिँ नहाला क्या। तर म त त्यही भन्छु कस्टम भनेको, यसले गर्दा मेरो यो कलच प्लेट पनि फाल्दै हो क्या। तर यतापट्टि कलच चाहिँ पुरै नलागेर भनौँ न होइन, कलच प्लेट फालिदियो होइन। अब राइडरहरूको अब पिराइदियो भने पुरै बाइक कुदाएको छु भन्ने हुन्छ, लास्टमा गएर खुलित्तै हुन्छ ग्यारेज गएपछि होइन, हो कि नै मेरो भाइ? अब अहिले पनि हेर न पुरै अब यस्तो मजा त मजा छ, हिँडिरहेको छ होइन। तर हातको हालत यस्तो छ क्या फेरि, के भन्नु भने यार।
ओए के हो यस्तो खुट्टा लास दुखेको तर कसम भनेको यस्तो धुलो भइसक्यो मान्छे बाइक होला त्यस्तो मजा आइरहेछ आज अबे तू मुझे गलत मत बोल तू खुद को गलत बोल खुद को समझा जे कति बजे छ 5 बजिरहेको छैन तर यहाँ रात परिसक्यो अति छ त म उस्तो त यार के भएको तर यहाँ तल चेनमा कता मोबिल परिसक्यो तर गर्न आयो नि मोबिल हाल्यो नि पत्ताउँछ अहिले उस्तो गऱ्यो फेरि मोबिल नहाल्यो भने फेरि कहाँ हुन्छ त त्यही भएर अब त स्प्रे किन्नु क्या यार तर स्प्रे किनेर फेरि कामै छैन क्या किनभने एकछिनपछि थाहा भइहाल्छ क्या बाटो चाहिँ कस्तो छ बाटोको हालत भनेर खासमा गन्नाको हाम्रो बाइक हो क्या अगाडि गएको गाडी हो म त बुझ्नै सकिरहेको छैन अति छ त यहाँ तर होइन भिर र पहिरो खोलाको बाटो भन्दा भने जाने होला क्या त अहिले फेरि कस्तो भनेको कस्तो बेला कस्तो आउँछ थाहै हुन्न क्या होइन अघि त्यति पुरै अँध्यारो भइसकेको थियो होइन अहिले फेरि उज्यालो भइसक्यो घाम लागिसक्यो क्या यहाँ तर के भन्ने अब मैले के भन्ने मेरो भाइ जे भन् होइन उता पारि फेरि घाम लागिरहेको छ क्या यता फेरि उज्यालो भएको ल बिहान भयो बिहान एकछिनमा उज्यालो एकछिनमा बिहान हुन्छ त्यहाँ त ब्रेकफास्ट गर्ने टाइम भेटिरहेको छैन यता ठाउँ भेटिरहेको देख्न सकिन्छ हाम्रो यो दाङ के भन्छ यार रोल्पा तुलसीपुरको हाइवे क्या यस्तो खतरा छ नि यस्तो कडा छ नि पुरा क्या यस्तो हाइवे त सायद कोही छैन होला अरे यस्तो मजा आउँछ यो हाइवेमा चलाउन होइन टक्कसँग क्या पुरै हाम्रो यसमा हिलो भन्ने चाहिँ हुन्न है फेरि किनभने पुरा फुल टु फुल पिच हो होइन ट्याक्क लाइन साइन कोरेको पिच अनि खुट्टा चाहिँ यसरी राख्नुपर्छ देख्न सकिन्छ टक्कसँग कि खुट्टा टक्क राख्यो तलतिर होइन अब पिच हो त यार ब्रेकै हान्नु पर्दैन अनि खुट्टा माथि त राख्नु नि होइन र यस्तो मजाको छ क्या बाटो चाहिँ टक्कसँग लगाएर पुरै ए पक्नुहोस् त खतरा छ त यार यसमा अब हाम्रो के दोष हाम्रो जस्तो बाटो आउँछ त्यसै चलाउने हेर भाइ होइन खुट्टा माथि राखेर टक्कसँग आया तलतिर पनि त्यस्तै अब तलतिर फुत्क्यो भने चाहिँ त्यही हो हड्डी चाहिँ भेटिन्छ होला मान्छे नभेट्यो भने हड्डी भेट्यो त भेटिहाल्छ नि होइन अनि हड्डी भेट्यो भने त फेरि कुकुरहरूलाई त फेरि मजा भइहाल्यो नि होइन आमा यत्तिको पिच बाटो चाहिँ हिँड्नुपर्छ क्या जिन्दगीमा एकचोटि तल नभित्ता एकचोटि माथि नभित्ता टक्क लाइसेन्स अब केटा तिमीले 8 कता हुन्छ भनेर सोध्नेलाई चाहिँ यो भिडियो है देख्न सकिन्छ कि 8 चाहिँ यही बेला काम लाग्छ 8 पास गर्न किन लगाएको ट्राफिकले किन लगाएको सरकारले भनेर चाहिँ सोच्यो भने चाहिँ होइन यता लगेर अब हाम्रो ठाउँतिर आइसक्यो हाम्रो रोल्पामा एन्ट्री भइसक्यो अहिलेसम्म चाहिँ सल्यानमा थियो होइन अनि अझै टक्कसँग हाम्रो चाहिँ रोल्पामा एन्ट्री भइसक्यो देख्न सकिन्छ अगाडि स्कुल बस नै आइसक्यो होइन जानुपर्ने फेरि यता फेरि हाम्रो अर्को मेन हाइवे भेटिन्छ कि यो चाहिँ 2 मिटरको पिच भयो होइन अब चाहिँ 3 मिटरको अफरोड हिँडौँ न त होइन र के कसो यस्तो अफरोड हिँड्ने त साँच्चै भनेको यार अनि अहिले चाहिँ हामी चाहिँ आइसक्यो हामी जान्छौँ त्यो अगाडि देखिरहेको त्यही ठाउँमा होइन अब कुरो चाहिँ के भनेदेखि चाहिँ हामी चाहिँ आजलाई चाहिँ यति नै भन्न चाहन्छौँ किनभने चाहिँ अब यस्तो लास्ट ढाड दुखिसक्यो यार भाइ के भइरहेको छ भन्न तेरो चाहिँ हालको पर ए उसलाई चाहिँ नचलाउने ल त्यही हो अनि आज चाहिँ बाइक नै हालत चाहिँ यस्तो देखिरहेको छ के भयो कस्तो भयो होइन देख्न सकिन्छ अब भिडियो चाहिँ कस्तो भयो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब भन्न चाहिँ नभुलौँ बाई बाई भेट्ने छ हामी नेक्स्ट भिडियोमा है त राजा बाई